हेलो नमस्ते एभ्रिवान। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु गाइज। आज चाहिँ म यो क्रोएसियाको घोडे पार्क स्थित बाट तपाईहरुलाई यहाँको भ्यूहरु देखाउँदै छु। स्पेशली चाहिँ यस्तो छ गाइज, देख्न सक्नुहुन्छ। यो स्पेशली नेपालीहरुको जमका भेट हुने ठाउँ रहेछ। यो क्रोएसियामा भएको नेपालीहरुलाई सबैजनालाई प्राय जस्तो यो ठाउँ चाहिँ फेमसै रहेछ। घोडे पार्क भन्दो रहेछ यसलाई, सानो घोडे पार्क। घोडे पार्क भनेको चाहिँ तपाईको माथि पनि रहेछ। यो सबैजना हाम्रो नेपालीहरु हो। यहाँको सिजन चाहिँ यस्तो छ अहिले, देख्न सक्नुहुन्छ। फुलहरु एकदम राम्रोसँग फुलिरहेछ। इट्स लाइक राम्रो छ। सो गाइज, राम्रै छ घोडे पार्क। यो घोडे पार्क चाहिँ धेरै सुनिएको थियो, घुम्ने मौका मिल्यो, राम्रो छ। यो चाहिँ अहिले बेलुकाको समय छ, अलमोस्ट 5 बजिरहेको होला। यस्तो छ गाइज भ्यूजहरु। अलमोस्ट राम्रै छ भनौँ न। आज चाहिँ आइतबारको दिन छुट्टी हुन्छ। यहाँ छुट्टीको समयमा सदुपयोग गर्नको लागि मान्छेहरू एकदमै धेरै क्राउड हुन्छ। सो यहाँ ट्रम पनि एकदमै नजिक छ, ट्रम लाग्छ। यस्तो छ। यो घोडे पार्क आएको छौँ। बेलुकी पख यहाँको दृश्यहरू चाहिँ देख्न सक्नुहुन्छ। यस्तो छ। अलमोस्ट अहिले 5 बजेको छ यहाँको चाहिँ। सो गाइज, यहाँको टेम्परेचर पनि अहिले अलमोस्ट ठिकै छ भन्नुपर्छ। त्यस्तो जाडो छैन, बट अलिक लङ समय बस्ने भएको कारणले हामी चाहिँ ज्याकेट लगाएर आएको छौँ गाइज। यहाँको फेमस ठाउँ चाहिँ यो अलमोस्ट घोडा भएको कारणले नामाकरण चाहिँ नेपालीहरूले पनि घोडे पार्क भन्ने, नेपालीहरूको एकदमै धेरै जमघाट हुने ठाउँ भएको कारणले पनि यो फेमस रहेछ गाइज। अलमोस्ट यो ठाउँ चाहिँ यस्तो छ। ड्रमहरू पनि यहाँ छिनछिनमा लागिरहन्छ। यस्तो छ गाइज। आज चाहिँ सन्डे हो, बट मान्छेहरू चाहिँ अलमोस्ट सबैजना आफ्नो गन्तव्यतिर फर्किसकेको अवस्था छ। सो क्राउड चाहिँ छैन गाइज। एकजना हिरो चाहिँ यता छ है। यो चाहिँ स्टेसन हो गाइज, ट्रम स्टेसन। यस्तो छ।